सबैलाई नमस्कार र हार्दिक स्वागत छ। म भीमराज अम्मै। विशेष गरेर आज हामी गोडागुडी नगरपालिका वडा नम्बर 10 स्थित बुलबुली राम सामुदायिक वनमा स्थित बुलबुली पर्यटकीय क्षेत्रमा छौँ। यो विशेष गरेर सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडागुडी नगरपालिकाको एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सफल भएको छ। विशेष गरेर यो हरियाली सामुदायिक वनको बिचमा र कन्डा नदीको छेउमा विशेष गरेर बुलबुली क्षेत्र रहेको छ। यहाँ एउटा धारा पनि रहेको छ, जहाँ चाहिँ एउटा कुवा भनौँ या धारा, जहाँ चाहिँ पानी बुलबुल गर्छ र बुलबुल गरेर नै हुनाले यो बुलबुली क्षेत्र यसको नाम रहन गएको भन्ने गरिन्छ। र यस क्षेत्रमा हामी बाल्यकालमा गाईबस्तु चराउन पनि आउँथ्यौँ र यसको पानीहरू हामी खुब रमाउने गर्थ्यौँ। यहाँका धारामा नुहाउने पनि गर्थ्यौँ। आज हामी विशेष गरेर बुलबुली बहुमुखी क्याम्पस द्वारा यस क्षेत्र वन पर्यावरणको संरक्षण गरौँ भन्ने हेतुले यस क्षेत्रमा आएका थियौँ र यस क्षेत्रमा साइन बोर्ड लगाएर वन पर्यावरण संरक्षणका लागि हामीले पहल गर्ने उद्देश्यका साथ यस क्षेत्रमा हाम्रा स्नातक तहमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूका साथमा हामी आएका थियौँ। के भन्नु ठिक छ? आज हामी घोडागुडी नगरपालिका वार्ड नम्बर 10 को पिकनिक स्पट बुलबुले पिकनिक स्पटमा आएका छौँ। हामी बुलबुले क्याम्पसबाट हामी स्टुडेन्टहरूलाई लिएर हामी यहाँ घुम्न आएका छौँ। तपाईहरु पनि समय मिलाएर आउन सक्नुहुन्छ। पिकनिक खानको लागि एकदम राम्रो व्यवस्था छ। हाम्रो यो बुलबुले पिकनिक स्पटमा पानीको व्यवस्था छ, हामीसँग ट्रस्टहरू छ। प्राकृतिक सुन्दरताले पनि भरिभराउ भएको ठाउँ हो। यहाँ एउटा विचित्रको कुरा के छ भने प्राकृतिक रूपले त्यहाँ आफै इनारबाट पानी जमिनबाट इनारमा चाहिँ पानी निस्किने रहेछ। त्यहाँ आवाजको कम्पनले गर्दा बबल्सहरू पनि निस्किने गर्छ, त्यसले गर्दा अत्यधिक रमाइलो हुन्छ। भिड हुन्छ? हजुर, यता लगभग दैनिकी 250-300 जना 250 मान्छेहरू आउँछन् है? हजुर, आउँछ। पहिलाभन्दा यो बनाएपछि अलिक बढेको छ हो? हजुर, पहिला त यता केही छँदै थिएन भनौँ। 1 वर्षको दरिवारमा राम्रै भिडभाड भइरहेको छ। सबै मान्छेहरू पर्यटकीय भ्रमण गर्न आइरहेको छ। धन्यवाद। भण्डारी, म यस घोडागुडी नगरपालिका वडा नम्बर 10 मा बसोबास गर्ने एकजना व्यक्ति। यो बुलबुले पर्यटकीय क्षेत्र विगतको तुलनामा अहिलेको हालको समयमा यो सामुदायिक वनले एकदम आन्तरिक पर्यटनको लागि राम्रो, भ्रमणको लागि तथा पिकनिक खानको लागि राम्रो क्षेत्र बनाएको रहेछ। त्यसको लागि म एकदम यो देखेर म एकदम खुसी भएको छु। म जस्ता धेरै युवाहरू यस क्षेत्रमा आएर आफ्नो व्यस्त समयका बावजुद पनि केही समय निकालेर यहाँ घुम्न रमाउन आउने एकदम राम्रो ठाउँ भएको रहेछ। शान्त सुन्दर नदीको किनारमा एकदम पर्यटकीय क्षेत्र भएको रहेछ। त्यसमा म एकदम हर्षित छु। यो अनौठो धारा यहीँबाट बुलबुल गर्छ पानी र यी धाराहरू जोडिएको छ। यहाँबाट हेर्न सक्नुहुन्छ यो बुलबुल पानी गर्ने यो कुवा इनार रहेको हुनाले यसको नाम बुलबुले रहन गएको हो। यहाँ धेरै विगतको तुलनामा निकै वरिपरि फेरिएको पाइयो। निकै रमाइलो छ। विशेष गरेर यस क्षेत्रको संरक्षणका लागि यस क्षेत्रमा तटबन्धन निर्माण गर्ने कार्य पनि गरिँदै रहेछ। विशेष गरेर कन्डा नदीले कटान गरिरहेको हुँदा यो बुलबुले क्षेत्र जोगियोस् भनेर कटान नियन्त्रणका लागि तटबन्धनको कार्य तीव्र गतिमा भइरहेको पाइयो। निकै खुसी लाग्यो। यस क्षेत्र पहाडको मनमोहक दृश्यहरू पनि यहाँबाट देख्न सकिन्छ हैन। निकै सुन्दर क्षेत्र छ यो बुलबुले क्षेत्र। विशेष गरेर हामी नजिकको तीर्थ हेला गर्छौँ। एकपटक सबै घुम्न आउनुपर्छ। हाम्रो बुलबुले बहुमुखी क्याम्पसले पनि यहाँ एउटा पहल गरेको कुरा बताउनुहुन्छ क्याम्पसमा। बुलबुले पर्यटकीय क्षेत्रको प्रमोट तथा क्याम्पसको चाहिँ पनि सामान्य सहयोग हुने जस्तो भएको हुनाले हामीले चाहिँ यो सामुदायिक वन र बुलबुले पर्यटकीय क्षेत्रको बारेमा सामान्य जानकारी सहितको क्याम्पसको तर्फबाट एउटा होर्डिङ बोर्ड स्थापना गर्न गइरहेका छौँ। यहाँहरू सबैले एकचोटि चाहिँ बुलबुले सामुदायिक वन तथा यो पर्यटकीय क्षेत्रको भ्रमण गरेर यहाँहरूले सबैले चाहिँ सहयोग गर्नका निम्ति म हार्दिक अनुरोध गर्दछु। आधुनिकतामा हराइरहेको मानव यसो थोरै समय निकालेर प्रकृतिमा रमाउन आवश्यक छ र हामीले
प्रकृतिमा रमाउँदा वन्यजन्तुहरूलाई पनि असर नपुग्ने गरी रमाउनुपर्छ भन्ने उद्देश्यले आजको कार्यक्रम गरिएको थियो। विशेष गरेर यहाँ हामीले साइनबोर्ड पनि लगायौँ र चिफ सरले यहाँ आउनुको उद्देश्य यसरी प्रकाश पार्छ। हाम्रो बुलबुले बहुमुखी क्याम्पस र यो बुलबुले सामुदायिक वनको बिच एउटा चाहिँ तादात्म्य सम्बन्ध छ। एक हिसाबले भन्ने हो भने हाम्रो मातृ संस्था हो यो बुलबुले सामुदायिक वन। यसले नै जन्म आएको हाम्रो क्याम्पसलाई है। यो सुरुवातदेखि नै समस्या हस् त, नमस्कार। यो क्षेत्रमा एकपटक सबैले भ्रमण गरौँ। हस् त, नमस्कार।